सङ्घर्षबाट बनेको हाम्रो परिवारको कथा। नमस्कार। आज हाम्रो परिवारका लागि अत्यन्तै विशेष र गौरवको क्षण हो। आजभन्दा ठिक 50 वर्ष अघि विक्रम सम्वत 2032 साल फागुन 24 गते हाम्रा आदरणीय बुवा र आमाको वैवाहिक जीवन सुरु भएको थियो। यो केवल एउटा विवाहको सम्झना मात्र होइन, यो त त्याग, माया, विश्वास र अथक सङ्घर्षले बनेको सुन्दर यात्रा हो। हाम्रो परिवारको इतिहास सम्झदा सबैभन्दा पहिले सम्झनामा आउँछ हाम्रा हजुरबुवा र हजुरआमाको साहसिक निर्णय। विक्रम सम्वत 2018 सालबाट सुरुवात भएको बसाइँ सराईको कथा 2022 सालमा सम्पन्न गर्दै नुवाकोट जिल्लाबाट चितवन जिल्लाको टरौली भन्ने ठाउँमा बसाइँ सरेर नयाँ यात्राको सुरुवात गर्नुभएको थियो। त्यो समय सजिलो थिएन, तर उहाँहरूको मेहनत र हिम्मतले आजको हाम्रो परिवारको आधार तयार गरिदियो। त्यही परिवारमा विक्रम सम्वत 2015 साल भदौ 24 गते माइला छोराको रूपमा जन्मनुभयो हाम्रा आदरणीय बुवा। त्यसै गरी विक्रम सम्वत 2018 साल माघ 28 गते गोरखाको दर्बुङमा जन्मनुभयो हाम्री आदरणीय आमा। समय बित्दै जाँदा भाग्यले उहाँहरूलाई एउटै यात्रामा जोडिदियो र अन्ततः विक्रम सम्वत 2032 साल फागुन 24 गते हिन्दू परम्परा अनुसार चितवन जिल्लाको रत्ननगर नगरपालिका अन्तर्गत वडा नम्बर 3 मा रहेको तल्लो पिठुवामा उहाँहरूको विवाह सम्पन्न भयो। त्यस दिन सुरु भएको यो साथ आज 50 वर्षको अमूल्य यात्रामा रूपान्तरण भएको छ। यो यात्रा उहाँहरूले केवल परिवार मात्र बसाल्नु भएन, हामी सन्तानलाई माया, संस्कार र जीवनको सही बाटो पनि देखाउनु भयो। आज उहाँहरूबाट 2 छोरा 2 बुहारी, जेठो छोरा बुहारीबाट 2 सन्तान तथा कान्छा छोरा र बुहारीबाट 2 सन्तान गरी हाम्रो परिवार अझ फैलिएको छ। आदरणीय बुवा र आमा, तपाईहरूको सङ्घर्षको कथा आज पनि हाम्रो लागि सबैभन्दा ठुलो प्रेरणा हो। तपाईहरूले जीवनभर इमान्दारिता, कर्तव्यनिष्ठता र मेहनतको बाटो देखाउनुभयो। त्यही मूल्य र संस्कारले हामीलाई आजसम्म मार्गदर्शन गरिरहेको छ। आज यस स्वर्णिम अवसरमा हामी परिवारका सम्पूर्ण सदस्यहरू सबै मिलेर तपाईहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। हाम्रो एउटै प्रार्थना छ, तपाईहरू सधैँ स्वस्थ, खुसी र दीर्घायु रहनुहोस्। हामी सधैँ तपाईहरूको माया, आशीर्वाद र मार्गदर्शनमा अघि बढिरहौँ। समय बित्दै जान्छ, पुस्ताहरू फेरिँदै जान्छन्, तर बुवा आमाको माया र आशीर्वाद भने सधैँ हाम्रो जीवनको सबैभन्दा ठुलो सम्पत्ति भएर रहिरहन्छ। आदरणीय बुवा र आमा, तपाईहरूको यो 50 वर्षको साथ हाम्रो लागि केवल इतिहास होइन, हाम्रो भविष्यको प्रेरणा पनि हो। धन्यवाद।